Hey guys, I hope you all are doing well, and as I promised in my previous vlog, I'm back with another vlog. आज म तपाईहरुसँग full moon party को clips and glimpses हरु शेयर गर्ने वाला छु. हामी डलर एक्सचेन्ज गर्दै छौं. हामी चाहिँ अहिले full moon party मा एन्ट्री लिइसकेको छौं हामीले. हैन अब के हुन्छ? I mean like एन्ट्री मतलब यसको एरियामा आइसकेको छौं. यसपछि के हुन्छ हामी गर्न शेयर गर्न पुरै रहन्छ. What? What the hell? Ticket रे यो. म घरमा साइन पिन 200 बात each लिएर यो टिकट यो पार्टीको बारेमा मैले यो भ्लग भन्दा अगाडिको भ्लगमा तपाईहरुलाई डिटेलमा सबै चीजहरु भनिसकेको छु. हेर्नु भएको छैन भने हेर्नु होला. When we entered the arena of full moon party, बाटोमा हामीले यो स्ट्रीट फुडहरु पनि देख्यौं अनि हामीलाई भोक लागिरा थियो. So we thought कि let's give it a try. अनि honest review भन्नु पर्दाखेरि चाहिँ हामीले few foodsहरु लिइरहेको थियौं यहाँबाट. यो नूडल्स हेर्दाखेरि चाउमिन जस्तो देख्छ. अब तपाईहरुलाई ठ्याक्क टेस्टको बारेमा भन्नु पर्दाखेरि चाहिँ नेपालमा अलिकति मसला कम भएको चाउमिन जस्तो थियो. ठिकै थियो, तर अब त्यो थाई फुड हो नि त, त्यही भएर त्यही अनुसारको होला भन्ठानेर आई इन्जोयड इट. नगेट्सहरु पनि थियो अनि अर्को समोसा काइन्ड अफ थिङ पनि थियो. सो आई रियली लाइक्ड इट. मलाई चाहिँ मन पर्यो. अब भोक लागेर मिठो लाग्यो. भोक मिठो कि भोजन मिठो भने जस्तो पनि भयो है. त्यसपछि हामीले यो स्यान्डविच पनि ट्राई गर्यौं. यो चाहिँ एकदमै फिलिङ र मिठो थियो. यो चाहिँ अनेस्टली नै एकदमै मिठो थियो. पानीमा जाने लागेको थिए कि एल्जिनाले पछाडिबाट बोलाइ. फर्केर हेर्दा सी वाज पोइन्टिङ टु समवन. अनि यसो हेरेको त्यहाँ त अब के भन्ने, अब कुन कन्ट्रीको थाहा छैन, विदेशी भनौँ हैन. एउटा विदेशी सुसु गर्दै रहेछ ओसनमा, समुद्रमा मस्त सुसु गर्दै रहेछ. अनि आई वाज शक्ड कि विदेशीहरू पनि यति फोरी हुन्छन् कि उनीहरू बिचमा जहाँ चाहिँ पब्लिक मान्छेहरू त्यहाँ गइरह. अनि अमेजिङ फ्याक्ट चाहिँ के भन्ने, सरप्राइजिङ फ्याक्ट चाहिँ त्यहीँ सुसु गरिरहेको छ, छेउमा अर्को मान्छे स्विमिङ गरिरहेको छ क्या. अनि आई वाज डिस्गस्टेड बाई द्याट साइट. अनि मेरो साथीहरूले भनेअनुसार चाहिँ सबै बिचहरूमा यस्तो हुँदैन. आई थिङ्क हार्ड्रिनको बिचमा पार्टी एकदमै वाइल्ड हुन्छ. त्यही भएको भएर आई थिङ्क दे आर भेरी ड्रङ्क, सो दे डोन्ट नो वाट दे आर डुइङ. त्यही भएर हुनसक्छ. एन्ड नट जस्ट द्याट, मैले त्यो पार्टीमा जे देखेँ वा हामीले जे देख्यौँ, आई थिङ्क त्यो तपाईँहरूलाई मैले भिडियोमा भन्न त मिल्दैन, तर जे देख्यौँ त्यो हामीलाई मात्रै थाहा छ. नट अबाउट द सुसु पार्टी बट समथिङ एल्स. सो त्यो चाहिँ मेरो लागि लाइफको एकदमै युनिक एक्सपिरियन्स थियो. Good thing about the full moon party is I got to see your fire showहरु पनि. अनि it looked really risky, तर उहाँहरु प्रोफेसनल नै हुनुहुन्छ. सो यो फायर डान्स काइन्ड अफ थिङ उहाँहरुले गर्दै हुनुहुन्थ्यो. यो पनि हामीले हेर्यौं.
बिचको यो एरिया भरि नै फुल मुन पार्टी सेलिब्रेट गरिँदो रहेछ 15 मिनट जति हिँडेपछि फाइनली हामी चाहिँ अलि लेस क्राउडेड अनि फोरी मान्छेहरू नभएको ठाउँ भेट्यौँ अनि बल्ल वी एन्टर्ड द वाटर काठमाडौँमा प्रदूषण धेरै भएर होला चन्द्रमा पनि कस्तो धमिलो देख्छ तर यहाँबाट त चन्द्रमा यस्तो टल्किरहेको थियो कि मैले क्यामेरामा क्याप्चर गर्न सकिनँ तर हाम्रो आँखाले जे देख्यौँ नि इट वाज स्टनिङ बीचमा मैले भ्लग गरिनँ फोन मैले ब्यागमा राखेर आई वाज लिभिङ द मोमेन्ट साथीहरूसँग म मजाले डान्स गरेँ पार्टी गरेँ त्यतिखेरसम्म 3 बजिसकेको थियो त्यसपछि भोक लाग्न थाल्यो अनि हामी फर्कियौँ केही खानको लागि खाना खाइसकेर निस्कियौँ हामी चाहिँ अब भिला फर्किनको लागि ट्रान्सपोर्टेसन खोज्दै थियौँ र यहाँको ट्रान्सपोर्टेसन भनेको एज अ सेड इन द प्रिभियस भ्लग त्यो ओपन टुकटुक अटो आई डोन्ट नो वाट दे कल इट त्यस्तोमा फर्किनु पर्दो रहेछ हामीले आउँदाखेरि त भिलाबाट आफ्नै गाडी लिएर आएको थियौँ म फर्किँदाखेरि फेरि 1.5 घन्टा पर बोलाउने कुरा भएन त्यही भएर हामी त्यतातिर खोज्दै थियौँ इन बिट्विन हामी यसरी भिडियो पनि खिच्दै थियौँ हाम्रो फुल मुन पार्टी चाहिँ सफल भयो यसको लागि हामीले काठमाडौँ चाहिँ यति जद्दोजहद गरेर आइपुग्यौँ होइन इट वाज वर्थ इट रमाइलो भयो एकदम अनि तपाईँहरूलाई अब कोसाङ्गानको बारेमा भन्नुपर्दाखेरि अबाउट द फुल मुन पार्टी भाइ हो एकदमै एउटा होइन भाइ रहेछ एकदमै मजाले पार्टी गऱ्यौँ डान्स गऱ्यौँ चिल गऱ्यौँ अनि हाम्रो अब यहाँबाट 45 मिनट्स टाढा छ अब त्यतै जानु लाग्छ अनि that's it for today. Thank you for watching. Hi. मैले सब भन्नुपर्छ अहिले झुसुली किरा आउँछ है निकाल्नु पर्छ फेरि बाहिरबाट चुकुर लगाइदिएर कसैले We are back. We are back. I am going. Good night. Good night.